Hello, good morning friends. Today is 30th of Bhadra र आज हाम्रो यायावर र रिभरसाइड प्रोडक्सनको टिम वालिङको 1500 मिटर उचाइमा अवस्थित गरौसुर मन्दिरसम्मको हाम्रो यो साइक्लिङ यात्रामा छौँ। आशा छ यहाँहरूले यो भिडियोलाई मन पराइदिनु हुनेछ र हामीले आजको श्रृङ्खलामा हाम्रो स्याङ्जा वालिङ गलेङ क्षेत्रका रमणीय भूभागहरूको सिनेमेटिक सँगसँगै ड्रोन शटहरू पनि हामीले यहाँहरूमाझ प्रस्तुत गर्नेछौँ। होप यु अल विल लाइक। र म अहिले चाहिँ गाखोला स्थित यो हाम्रो मगर शान्ति घाटमा छु। हाम्रो कुमार सर र रमेश दाइ आउँदै हुनुहुन्छ। द्याट्स वाइ आइ एम वेटिङ देम। यो चाहिँ हाम्रो मगर शान्ति घाट। मेरो ब्याकग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ। र अहिले चाहिँ हाम्रो गलेङदेखि कुमार सर टिम यायर आइसक्नु भएको छ है। र हाम्रो रमेश दाइ र सुमन भाइ हामीसँग अहिले जोडिनु भएको छ। उहाँहरू गलेङदेखि आइसक्नु भएको छ है। ल र हाम्रो टिम कम्प्लिट भइसकेको छ। अब आउनेमा चाहिँ अब गोपाल सर, नारायण दाईहरू, डोल सरहरू आउनुहुन्छ। उहाँहरू चाहिँ बाइकमा आउने र अब हामी चाहिँ साइक्लिङ टिम कम्प्लिट भइसक्यो। अब हामी गरौसुरतर्फको यात्रा प्रारम्भ गर्नेछौँ यो 4 जनाको टिम। अहिले चाहिँ हामी गाखोला आइसकेका छौँ र हाम्रो प्लानिङ अनुसार चाहिँ हामी चाहिँ यहाँ आजको यो ब्रेकफास्ट गरेर यात्रालाई अझ अगाडि बढाउनेछौँ। ड्राइभर आयो होइन यहाँ उसको के साङ्गेको सुरुमा सोल्टी घर जान परेछ, डर आएछ क्या सुरुमा। सोल्टी यो ट्रक सिधै माथि तिनबाट लहराएको छ अरे। अहिले चाहिँ हामी ब्रेकफास्टको लागि यो गाखोला स्थित सरोज खाजा घरमा छ। सरोजले चाहिँ परोठा, तरकारी, अन्डा दिइराख्नु भएको छ। मैले चाहिँ अलिकति स्विट खाउँ भनेर किनिदिँदैछु इनर्जीको लागि स्ट्यामिना बराबर गर्नु। तपाईहरु पनि अन द वे पोखरा बुटोलहरू हुन्छ नि, तपाईहरु चाहिँ बस्न सक्नुहुन्छ। र हाम्रो चाहिँ ब्रेकफास्ट हामीले सक्यो र अब अगाडिको यात्रालाई हामी अगाडि बढ्दै। र अहिले चाहिँ हामी वालिङ नगरपालिका 13 अन्तर्गत यो पाठखोला आइपुगेको छौँ। र यहाँ हाम्रो टिम चाहिँ पछाडि हरेक स्याटरडे चाहिँ हाम्रो यो एउटा रिफ्रेसमेन्ट सँगै यो आफू एउटा फिटनेस पनि रहने हाम्रो चाहिँ यो साइक्लिङ ग्रुप प्राय हरेक स्याटरडे विकेन्डमा चाहिँ हामी साइक्लिङ गर्दै चाहिँ विभिन्न गन्तव्यहरूमा चाहिँ जाने गर्दछौँ। अझै धेरै अरू साइक्लिस्ट साथीहरू पनि हुनुहुन्छ, कतिपय मिस हुनुभएको छ। सो यो हाम्रो चाहिँ एकदमै ऱ्यापिड प्लानिङ भएको भएर चाहिँ यो मिस भयो। सो तपाईलाई पनि नेक्स्ट उसमा चाहिँ जोडिन अनुरोध गर्दछु। अहिलेसम्म हामी एप्रोक्स 5 किलोमिटर जति चाहिँ राइड गरिसकेका छौँ। अब वी आर क्लोज टु भकुण्डी र त्यहाँबाट चाहिँ हामी गरौसुरतर्फ प्रस्थान गर्नेछौँ हाम्रो यो नेपाल आदर्शको रुट हुँदै।
एकदमै रमाइलो भइरहेको छ। यो भीमटारबाट उकालो लाग्यो, यो उकालोले चाहिँ खत्रै थकाए। बजार थकाए, साइकल पनि रेस्टमा छ। स्टिल माइल्स टु गो यार। अहिले चाहिँ हामी यो उकालो चढ्दैछौँ। अब हामी घङखोलाको नजिक आउन लाग्छौँ। हामी चाहिँ अहिले घङखोलाको नजिक आइसकेका छौँ। लगभग 25% बाटो क्रस गरियो बल्ल, स्टिल छ अझै। आजको यो यात्रा चाहिँ हाम्रो साइक्लिङ सँगसँगै ट्रेकिङ पनि भइरहेछ। अब मिल्दोसम्म ल्यान्डस्केपमा चाहिँ साइक्लिङ नै गरिरहेछौँ। स्ट्रिप ठाउँमा अलिक गाह्रो एन्ड युज टु पनि नभएको भएर वेट ट्रेकिङ। र अहिले हामी यो आग्री डाँडाको तल, घाम पनि चर्को लागिसकेको छ, एकदम थकान। Finally, we reached our destination. How do you feel? That's excited. Whew. डेस्टिनेसन जुन चाहिँ आजको हाम्रो गरौसुर, वालिङदेखि करिब हामीलाई 2 देखि 3 घन्टा लाग्यो साइकलमा। कतिपय ठाउँमा चाहिँ हामीले राइड गऱ्यौँ, कतिपय ठाउँमा चाहिँ हामी बाइकमै चाहिँ अब ट्राभल गऱ्यौँ। सो अलिकति युज टु पनि नभएको भएर इट्स अ बिट टफ फर अस, बट रेगुलर रूपमा चाहिँ साइक्लिङ गरिराख्नेहरूलाई चाहिँ इट्स नट अ बिग डिल। र एकदम ह्याप्पी छु यो गरौसुरको यो संरचना, यो विकास देख्दाखेरि अति नै खुसी छु। र यो गौसुरलाई यो रूप दिनको लागि खटिनु हुने सबै त्यो सहयोगी मनहरूप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। साँच्चै नै यदि तपाईँहरूको पनि फुर्सद समय छ र तपाईँहरू पनि वालिङको नजिक हुनुहुन्छ भने अभियसली तपाईँले यो ठाउँ भिजिट गर्न सक्नुहुन्छ। यो हाम्रो गरौ कालिका मन्दिर, यो चाहिँ हाम्रो मन्दिर परिसर तपाईँले देख्न सक्नुहुन्छ। यो पुरानो मन्दिरहरूलाई एकदम सुसज्जित तरिकाले अहिले व्यवस्थापन गर्नुभएको छ, अति नै उत्कृष्ट छ। कुनै बेला पानी पनि बोकेर आउनुपर्ने यो गरौ कालिका मन्दिर अहिले यो रूपमा चाहिँ व्यवस्थापन भएको छ। साँच्चै नै इच्छा शक्ति भयो भने हामी जे पनि गर्न सक्छौँ भन्ने एउटा यसको यो ज्वलन्त उदाहरण हो, तपाईँले हेर्न सक्नुहुन्छ। अब 2-4 वर्ष अगाडि गरौसुर आउनुभएको र बिचमा ग्याप भएकोहरूलाई त साँच्चै नै यो एउटा सपना जस्तो पनि लाग्न सक्छ, हेर्न सक्नुहुन्छ। यो लगभग हाम्रो वालिङ नगरपालिकाको उच्च स्थानमा अवस्थित
एक्ज्याक्टली मलाई थाहा छैन, तर एप्रोक्सिमेटली इट्स एलिभेटेड एट एन एल्टिट्युड अफ 1500 मिटर्स। यो हाम्रो मूल मन्दिर र हाम्रो यो अन्य दुईवटा मन्दिर पनि साइडमा देख्न सक्नुहुन्छ। तीन घण्टाको गरौसुर बसाइ पश्चात हामी अहिले अब हाम्रो गन्तव्य घरतर्फ प्रस्थान गर्दैछौँ। निकै नै रमाइलो भयो। आउँदाखेरि थोरै अब उकालोमा साइक्लिङ गर्दा साँच्चै नै बडीमा केही पेन त थियो, तर जब हामी चाहिँ माथि पुग्यौँ त्यहाँदेखि त्यो माथिको त्यो ब्युटिनेसले, त्यो रमणीय दृश्यले साँच्चै नै हाम्रो सबै थकान चाहिँ सकियो। र अहिले हामी चाहिँ फेरि ओह्रालो घरतर्फ जाँदैछौँ। आजको हाम्रो यो साइक्लिङ यात्राको हामी अन्त्यमा आइसकेका छौँ र एप्रोक्सिमेटली हाम्रो गरौसुरसम्मको यो ट्रेकिङ सहितको साइकल यात्रामा आई कभर्ड एप्रोक्स 35 to 40 किलोमिटर र सरहरूको त झन्डै 55-60 किलोमिटर चाहिँ कभर भइसकेको छ। र अब हामी चाहिँ बायाटेरी आइसकेका छौँ र आजको यो भिडियोलाई हामी यही अन्त्य गर्छौँ। र यो रिलेटेड थप रोचक भिडियो चाहिँ हाम्रो यायावरबाट पनि आउनेछ। स्टे ट्युन। थ्याङ्क यू।